हामी लक्ष्मीनारायण कीर्तन मण्डलीका हेर्नु है सबैजना भेला भएर पुराणको निम्तो मान्न जाँदैछौँ। अब हामी यहाँबाट गाडी चढेर हिँड्यौँ। ल हामी साथीहरू जाँदैछौँ है। हेर्नु बाहिरको वातावरण यस्तो रमाइलो छ। यो रमाइलो हुँदाहुँदै हामीहरू एकैछिनमा पुगिहाल्छौँ है। अब हामी कालीस्थानदेखि उँभो लागिसकेका छौँ। पुराणमा हामी ट्याक्कै शान्तले बसेर पुराण सुनौँ है। अवश्य पनि तिम्रो कामना सिद्ध हुन्छ भनेर सिकाइदिनु भयो। भगवान नारायणको ध्यान गर। उहाँकै कुनै अवतार हाम्रो घरमा जन्मिनेछ भनेर अवतार धारण गर्नुहुन्छ भनेर बताएपछि अदितिले बडा दिव्य तपोबलले बडा दिव्यताका साथमा व्रतलाई पूरा गर्नुभयो। सबै देवी देवताहरू आएर जय जयकार गर्न लागे। अनि कश्यपको र अदितिको घरमा भगवान वामन अवतार हुन्छ। बोलौं वामन भगवानको। सुन्दा कृष्णजीको पनि पालो आजकै दिनमा पर्दो रहेछ। कृष्णजी जन्मिसक्नु भयो। अब हामी कृष्णजीलाई दर्शन गरेर आफ्नो आफ्नो घरतर्फ लाग्यौँ।